महादेवसँग कुराकानी गरेको उहाँ चाहिँ अलि ध्यानमा बस्नु भएको रहेछ। अलिक घामले हो साँझ अथवा बिहान हो कि ठ्याक्क बिहान 6 अथवा 7 बजी आएर भन्नु होइन कि चाहिँ अब साँझतिर नभए साउन महिनासम्म आएर गर्नु तपाईँको मनोकांक्षा अवश्य पुरा गरिदिनु। यसरी यहाँ सबैलाई रक्षा गर्न बसिरहनु भएको नि तपाईँको किन हुन्थेन र हुन्छ। तपाईँ अलि टाइममा आउनु भएन फुर्सद कहाँ हुन्छ र कुरा गर्नु। एकदमै उहाँ चाहिँ म अघि नै आएको, म आउनुभन्दा अगाडिदेखि नै ध्यानमा बसिसक्नु भएको छ। अब के बिहान 6 बजे भन्दा अगाडि बेलुका 6 बजे भन्दा पछि आयो भने चाहिँ उहाँसँग भेटघाट हुन्छ, कुराकानी हुन्छ। अनि मेनली चाहिँ साउनमा ल विशेष साउनमा महिनामा हजुर नभए अहिले आए पनि सोमबार, भोलि सोमबार छ नि, हजुर भोलि सोमबार छ, ठ्याक्क तपाईँ बिहान 6 बजेदेखि 7 बजीसम्म आएर यो गुनासो सबै पोख्न सक्नुहुन्छ। उहाँको अनुसार चाहिँ बिहान 6 बजे भन्दा अगाडि र बेलुका 6 बजे भन्दा पछाडि अथवा सोमबार, मेनली सोमबार पाएर आउने हो भने चाहिँ उहाँसँग मजाले, उहाँ महादेवसँग चाहिँ मजाले कुराकानी गर्न सकिन्छ। अनि उहाँले चाहिँ महादेवको त भन्नुभयो, तर गौतम बुद्धको चाहिँ भन्नु भएन।